आज यही सही घोषणाद्वारा सबैजनाले यहाँ आउनुपर्छ, यो व्यवस्था परिवर्तन गर्नुपर्छ। अहिले निर्मल निवास लाने हो, त्यो हावागुरो गर्नु हुँदैन। समय आउँछ, समय पनि हाम्रो हुन्छ। काठमाडौँ भ्याली हामी कब्जा गरेर राजालाई हामी नाना नीति इज्जतसँगले छिराउँछौँ। व्यवस्था भनेको लस्करहरूको हातमा गयो। मारवाडीले चलाए, सीमित दलालले चलाए। सीमित दलाल र लस्करले चलाएको कारणले गर्दाखेरि यो गणतन्त्र फेल भयो। साथ दिनै पर्छ, दिनै पर्छ साथ। किनभने यो ठाउँमा क्रिस्चियनहरूको एपिसेन्टर बनाएर आज भारतलाई टुक्राउने काम हुँदैछ। यिनीहरू सबैजना मिलेर यो देशमा नक्कली नोटको कारोबार हुन्छ, नक्कली भारतीय नोटको। त्यसले गर्दाखेरि छिमेकी मुलुकले पनि अब यो व्यवस्था परिवर्तन गरेर राजा सहितको हिन्दू अधिराज्य ल्याउन जरुरी छ। सेनाहरू सरकारको हुँदैन, सेना भनेको राष्ट्रको हो। सेनाले हामीलाई साथ दिनुपर्छ, सेनाले नागरिकलाई साथ दिनुपर्छ। राजालाई कति पक्रिन्छन्, जति दुख्छन् त्यति छिटो राज संस्था आउँछ, हजुर आउँछ, पूर्ण आउँछ, आउनै पर्यो नि। राज संस्था आउन पर्छ। यो पहिलाकोले धेरै अत्याचार गरिसक्यो हामीलाई यो पार्लियामेन्टरी सङ्घीयले। त्यही भएर राजालाई हामी केमा देख्न चाहन्छ भने अब प्रधानमन्त्रीको रूपमा त सम्भव छैन कि त राजालाई हाम्रो राष्ट्र त्यो हाम्रो राष्ट्रपतिको दर्जा दिएर उहाँहरूलाई तपाईँले संवैधानिक राज संस्था कुरा गर्दै हुनुहुन्छ। हजुर हामीलाई राजालाई लिगली दर्जाले हाम्रो राष्ट्रपति हुनुभयो तपाईँ? अहिले 22 वर्ष छ। 22 वर्ष जति बेला राज संस्था फालिएको थियो त्यति बेला तपाईँ बच्चा नै हुनुहुन्थ्यो। त्यो बेला हामी देख्न पाएनौँ। अहिले हाम्रो पालामा यस्तो सबै भ्रष्टाचारी लुटिसकेको छ। त्यसैले हामीले केही गरेर अहिलेलाई हामीलाई अब हामीलाई केही गरिदिएकै छैन। एकचोटि राजा हेर्ने त्यसो भए राजा आएर हेरौँ। राजाको पालामा जति डेभलप भएको थियो यो कन्ट्री, अहिले नेताको पालामा केही डेभलप भएको छैन। अमेरिकाले भारतले सुत्ता भनिसक्यो यो भ्रष्टाचारी देश भनेर। विश्वको नम्बर 1 मै आइसक्यो हाम्रो नेपाल। अरूले चाहिँ राम्रो प्रगति गरेर गर्छ भने हाम्रो यो केपी ओली, प्रचण्ड, शेरबहादुर देवालले चाहिँ उल्टोबाट प्रगति गरेको होइन कि देशलाई पुरै विकासबाट हटाएको कारणले गर्दाखेरि राजा अब आउनै पर्छ। र राजा महेन्द्रको पालामा त्यत्रो हाइवे बनेको थियो, अहिले पनि त्यति चाहिँ अब हाम्रो यो गणतन्त्र आएर केही विकास गर्न सकेको छैन। त्यही कहिलेकाहीँ विकासको लागि अलिकति 1 करोडको लगानी छ भने 1 लाख रुपियाँ खर्च गरेर पिच गरेको जस्तो गर्छ, विकास केही गरेको छैन। म त्यही भन्न चाहन्छु, राजा आऊ, देश बचाऊ। अब राज संस्था पुनर्स्थापना हुन्छ ल्याउँछु हामी त्यहाँदेखि सोध्छु हामी हनुमान पर्नु तपाईँहरू भाइहरूलाई के भन्छ आउनुहोस् भन्नु उहाँहरूलाई म सहयोग गरेर हामी ल्याउँछु। यहाँ नान्दर ल्याउँछु जसरी छोड्नु भएको छ त्यसरी नै उहाँहरूलाई फिर्ता दिनुहोस्। राजाको नासो चाहिँ जसरी जनतालाई दिनुभयो हिजो राजाले, त्यस्तै नै अब त्यो नासो जनताले अब राजालाई बुझाउँदैछन्। त्यसकारण जनता भनेको अन्तर्राष्ट्रिय कानुनले भनेको सार्वभौम सत्ता सम्पन्न जनता नै निर्णायक हो। सम्प्रभु भनेकै जनता हो। जनताले जे पनि निर्णय गर्न सक्छ, संविधान फाल्न पनि सक्छ। पूर्व राजा शाह गद्दीमा कहिलेसम्म आउला त? महाराज जिल्ला सरकार सधैँ एउटा चाहिँ के छ भन्दा गद्दीमा बसेकै महसुस छ हामीलाई। तर औपचारिक र वैधानिक रूपमा भन्नुपर्दा अब यो परिस्थिति सबै हेर्दाखेरि यो सरकारले चाँडोभन्दा चाँडो निर्णय गरेर संसदले आफूले गल्ती गरेको सत्या र संशोधन गर्यो भने सबैभन्दा राम्रो एउटा उपाय हो। यदि यो गरेन र यो के भने जनताहरूले नै यो सरकारलाई अपदस्थ गर्नुपर्ने अवस्था आयो भने त्यो चाहिँ दुर्भाग्यपूर्ण हुन्छ। त्यो चाहिँ के भन्छ नागरिकहरू अब छोड्नेवाला छैनन्। यो तपाईँ हामी 46 सालमा पनि यसरी उत्रेको मान्छे हो, 65 सालमा पनि यसरी नै उत्रेको थियौँ म। त्यसकारण भारत देश सरकारको अहिलेको आह्वानलाई हामीले के भन्छौँ भने यो चाहिँ एउटा चाहिँ के भने समय परिस्थिति र विश्व परिवेश। आज नेपालमा चाहिँ राज संस्था हट्दाखेरि भारतमा तपाईँको चाहिँ दिनहुँ 100 जना चाहिँ प्रहरी मर्थे आतङ्कले गर्दाखेरि। आज के छ भन्दाखेरि यो सबै अवस्था विदेशको छिमेकीको अवस्था हेर्नुहोस्, चाइनाको अवस्था हेर्नुहोस्, सबैतिर राजा नहुँदाखेरि के भयो भन्दाखेरि एउटा भद्रगोल र एउटा चाहिँ आतङ्क सिर्जना भएको अवस्था थियो। त्यसकारण राज संस्था नहुँदाखेरि छिमेकी देशको अस्तित्व पनि एउटा चाहिँ खतरामा हुने अवस्था, शान्ति सुरक्षा र एउटा आतङ्कवाद चाहिँ फैलिने अवस्था देखेको कारणले गर्दा छिमेकी
छिमेकी मित्र राष्ट्रहरूले पनि यो सबै कुराहरू बुझेको छ। त्यसकारण के भने यो समयलाई चाहिँ के भन्दा हामीले समय पर्खिनुपर्छ भनेर त्यो समय आइसकेको छ। भारत दिराज सरकारले कहिले गोली बक्सिन्छ भनेर जनताहरू आतुर थिए। त्यो कुराहरूको जवाब चाहिँ महाराज दिराजले फागुन 7 गते दिइबक्सेको हुँदा यो अन्तर्राष्ट्रिय एयरपोर्टबाट हाम्रा विदेशमा बस्ने सम्पूर्ण नागरिकहरूलाई नेपाली जनताहरूलाई अब नेपाल फेरि बस्दैछ है, नेपाल मर्दैन है, नेपालको अस्तित्व मर्दैन है, मेटिँदैन है भन्ने एउटा सन्देश दिन खोजेको। त्यसकारण नेपाल फेरि के भन्दा पहिलेकै अवस्थामा एउटा राज संस्था र हिन्दू धर्मको देश भनेर चिनिने अवस्थामा यो देश बाँच्छ। एउटै कुरा भन्छु, शरदचन्द्र शाहले पञ्चायत ढल्ले गर्दा उनले के भनेका थिए याद गर्नुहोस्, शरदचन्द्रको घर चलाए जनताले। त्यसकारण त्यो परिवेश नआओस्, हामी चाहँदैनौँ, हामी शान्तिपूर्ण तरिकाले जान चाहन्छौँ। नागरिकहरू उठ्यो भने त्यसकारण समय बुझ्नुपर्छ, समय सबभन्दा ठुलो बलवान हो। त्यसकारण राजाले बिगारेको देश छैन, पञ्चहरूले खास गरी मण्डलले तन्त्रले बिगारेको थियो। त्यति बेला राजतन्त्रले कहिले पनि देश बिगारेको छैन। मैले समाजवादी राजाको ज्ञानेन्द्र सरकार भनेको पनि समाजवादी नेता हो। त्यसरी यो नेपालको झन्डा बोकेर जसरी आउने आह्वान भएको थियो महाराज दिराजबाट, आज कुनै पार्टीको झन्डा छैन। हामी नेपालको मात्रै झन्डा लिएर हामी पार्टीभन्दा राष्ट्र जोगाउन आएको, कुनै पार्टी जोगाउन आएको होइन। हामी राष्ट्र जोगाउन आएको, नेपाल जोगाउन आएको, नेपाली जोगाउन आएको, हाम्रो धर्म संस्कृति जोगाउन आएको, हाम्रो नागरिकहरू मरिरहेको जोगाउन आएको। त्यसकारण यो प्रदर्शनले के देखिन्छ भने अब चाँडोभन्दा चाँडो यो सरकारको बुद्धि आओस्, संविधान संशोधन गरोस्, तुरुन्तै के भन्दा राज संस्था र हिन्दू धर्मको बारेमा तुरुन्तै निर्णय गरोस्। अन्यथा हिजो शरदचन्द्रले भोगे जस्तै, हिजो तपाईँको 46 सालमा भोगे जस्तै र 62 सालमा कतिपय नेताहरू भागेका थिए, त्यो अवस्था नआओस्। त्यसकारण के भन्दा समयमै निर्णय गरेर सबैको देश होस्, राजा सबैकै साझा हुन्। पहिलो राजनीतिक सहमति जसरी हिजो 5 गते सहमति भएको थियो, त्यस्तै अहिले सहमति हुनु जरुरी छ, नम्बर 1। दोस्रो नम्बर, यो चाहिँ खुदालाई मानिँदैन। यदि चाहिँ यसलाई अहङ्कारको रूपमा लिन्छ, यसलाई शक्तिको रूपमा लिन्छ भने जनताको अगाडि श्रीलङ्का र बङ्गलादेशको राष्ट्रपति भागे जस्तै भाग्ने अवस्था हुन्छ प्रधानमन्त्रीहरूको है। मैले अहिले भन्दैछु, हिरो शरदचन्द्र शाहलाई भनेको मान्छे हो।